हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आजको यस भिडियोमा हामी इन्जिनियरिङ म्याथमेटिक्स थर्ड सेमेस्टरको टेन्जेन्ट एन्ड नर्मलबाट एउटा एक्जाममा सोधिरहने भेरी इम्पोर्टेन्ट क्वेसन लिएर आएका छौं। यस भिडियोमा हामी टेन्जेन्ट एन्ड नर्मलको एउटा इम्पोर्टेन्ट क्वेसन गर्न गइरहेका छौं। सो यो क्वेसनमा भनिएको छ भने फाइन्ड द इक्वेसन अफ टेन्जेन्ट एन्ड नर्मल अफ द गिवन कर्व। यहाँ एउटा कर्व दिएको छ र एउटा सर्टेन पोइन्ट दिएको छ, जो जस पोइन्टमा हामीले यो कर्वसँग टेन्जेन्ट र नर्मल हुने एउटा लाइनको इक्वेसन निकाल्नु पर्ने हुन्छ। हामीले यसलाई फिगरमा हेर्ने हो भने यो एउटा एक्सिस हुन्छ। लेट सपोज यो एउटा कर्व हो जसको इक्वेसन यो दिएको छ। अब यो इक्वेसनसँग यो कर्वसँग एउटा टेन्जेन्ट र टेन्जेन्टसँगको नर्मल अथवा परपेन्डिकुलर हुने एउटा लाइनको यो लाइन र यो लाइनको हामीले इक्वेसन निकाल्नु पर्ने छ यो क्वेसनमा। अब यहाँ इक्वेसन दिएको छ y = 2x² - 5x - 2 कर्वको इक्वेसन दिएको छ। अब सर्वप्रथम हामीले टेन्जेन्ट र नर्मलको इक्वेसन निकाल्नको लागि यो कर्वसँग बनाएको थीटा अथवा स्लोप अफ टेन्जेन्ट एन्ड नर्मल निकाल्नु पर्ने हुन्छ। स्लोप अफ टेन्जेन्ट निकाल्नको लागि यो गिवन कर्वको इक्वेसनलाई हामीले डिफरेन्शिएट गर्नुपर्ने हुन्छ। सो टु फाइन्ड स्लोप अफ टेन्जेन्टको लागि हामीले यो इक्वेसनलाई डिफरेन्शिएट गर्नुपर्ने हुन्छ। सो dy by dx = सो हामीले यो गिवन कर्वको इक्वेसनलाई डिफरेन्शिएट गर्यो भने यो आउँछ, जो टेन्जेन्टको स्लोप हुन्छ। टेन्जेन्टको स्लोपलाई हामी यामले डिनोट गर्छौं। सो m = 4x - 5 टेन्जेन्टको स्लोप आइसक्यो। अब यहाँ x र y को भ्यालु दिएको छ। x को भ्यालु 1 र y को भ्यालु -1 दिएको छ। यहाँ x मात्र छ, त्यसैले हामी यहाँ x को भ्यालु मात्र पुट गर्छौं। m = 4 * x को भ्यालु 1 दिया छ। सो 1 - 5 - 1। अब यहाँ हामीसँग टेन्जेन्टको स्लोपको भ्यालु -1 आइसकेको छ। अब टेन्जेन्टको स्लोप आइसक्यो भने टेन्जेन्टको इक्वेसन निकाल्न त्यति गाह्रो हुँदैन, सिधै फर्मुलामा यसलाई पुट गर्नुपर्छ। टेन्जेन्टको इक्वेसनको फर्मुला हुन्छ y - y1 m x - x1। यहाँ m ले टेन्जेन्टको स्लोप अनि y1 र x1 ले कुनै एउटा सर्टेन पोइन्टलाई इन्डिकेट गर्छ। अब y1 र x1 को भ्यालु हामीलाई यहाँ सर्टेन पोइन्ट दिएको छ र हामीले टेन्जेन्टको भ्यालु -1 निकालिसकेका छौं। अब यी भ्यालुहरुलाई यो इक्वेसनमा पुट गर्नुपर्ने हुन्छ। y1 को भ्यालु -1 दिएको छ अनि m को भ्यालु हामीले -1 निकाल्यौं अनि x - x1 को भ्यालु 1 दिएको छ। अब यसलाई क्याल्कुलेट गर्दा y + 1 = -x + 1 हुन्छ। 1 ले 1 क्यान्सल, y + x = 0। दिस इज द रिक्वायर्ड इक्वेसन अफ द टेन्जेन्ट। अब हामीले यसैगरी नै नर्मलको पनि स्लोप र इक्वेसनबाट यसरी नै नर्मलको इक्वेसन निकाल्नु हुन्छ। हामीलाई सर्टकट रूपमा के थाहा छ भने नर्मलको स्लोप अफ नर्मल के हुन्छ भने -1 स्लोप अफ टेन्जेन्ट हुन्छ। कुनै पनि नर्मलको स्लोप निकाल्नु छ भने त्यसलाई -1 स्लोप अफ टेन्जेन्टले डिभाइड गर्ने हो भने स्लोप अफ नर्मल आउँछ। अब हामीले स्लोप अफ टेन्जेन्ट -1 निकालिसकेका छौं। अब यसलाई यहाँ यो भ्यालुमा -1 राख्दा -1 / -1 = 1। अब हामीलाई यहाँ स्लोप नर्मलको पनि स्लोप आइसक्यो। अब सिम्पली टेन्जेन्ट र नर्मलको इक्वेसन दुईटैको इक्वेसन यो सेम हुन्छ, तर डिफरेन्स के मात्र हुन्छ भने यहाँ स्लोपको मात्र डिफरेन्स हुन्छ। अब यो लाइन र यो लाइनको कुनै पनि सर्टेन कर्वसँग बनाएको एंगल सेम हुँदैन,
त्यसैले यिनीहरूको स्लोप डिफरेन्स छ तर दुईटै स्ट्रेट लाइन भएको हुनाले यिनी दुईटैको यो इक्वेसन सेम हुन्छ। सो अब स्लोप अफ नर्मल के हुन्छ भने y माइनस y1 इक्वल्स टु m2 हामीले स्लोपलाई m2 कन्सिडर गरौँ। m2 x माइनस x1 y माइनस y1 को भ्यालु -1 दिएको छ, m2 को भ्यालु 1 x माइनस x को भ्यालु 1 दिएको छ, y प्लस 1 इक्वल्स टु 1 माइनस 1 सरी यता x हुन्छ, y माइनस x इक्वल्स टु -2 दिस इज द रिक्वायर्ड इक्वेसन अफ द नर्मल। सो हामी यो क्वेसनमा मेनली त्यो दुईटा कुरालाई हामीले कन्सिडर गर्नुपर्ने हुन्छ। एट फर्स्ट हामीले गिभन इक्वेसनबाट नर्मल र टेन्जेन्टको स्लोप निकाल्नुपर्ने छ। स्लोप निकाल्ने फर्मुला के हुन्छ भने स्लोप m इक्वल्स टु dy बाई dx। हामीले योबाट फर्स्ट नम्बरमा स्लोप निकाल्नुपर्ने छ। स्लोप निकालिसकेपछि यो इक्वेसनमा स्लोपलाई राखेर हामीले कुनै पनि गिभन इक्वेसनको नर्मल र टेन्जेन्टको इक्वेसन निकाल्न सक्छौँ। सो आजको भिडियोमा यति नै। तपाईहरुलाई भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब र लाइक गर्न नभुल्नुहोला। धन्यवाद।